अब यतिखेर चाहिँ मलाई केही भएर म मर्छु भन्नेसँग के को डर कि अब कति होला र 2 होला 4 होला 5 होला हद भए 6-7 होला 8 होला केसँग डराउनु कामै गर्न सक्दिन भन्ने त मलाई एक रति लाग्दैन अहिले पनि म एकदम एक्टिभ छु अर्को कुरा के छ भने मैले राम्रा राम्रा व्यक्तिहरुसँग लाई चुनेको छु ती सबै सपोर्टिभ छन् रामेश्वरजी हुनुहुन्छ हैन हाम्रो कुलमान घिसिङ भयो ओम नै भए सबै यो देशको एकदम हीरा नै हुन् अब यस्तो व्यक्तिहरु सपोर्ट तर सबै काम त म जिम्मा लिन्न नि उहाँहरुलाई सबैलाई बाँड्दै छ मलाई लाग्दैन मैले यति काम गरिसकेपछि यति मैले मेहनत गरेपछि भगवानले मलाई बदनाम गराउलान् जस्तो चाहिँ लागेको छैन मेरो समाज प्रति मुलुक प्रति यो जनता प्रति मेरो एउटै लक्ष्य छ मैले मेरो बाउले हेर्न पाएन यो देशको विकास हेर्न पाएन मेरो बाजेले हेर्न पाएन मैले पनि हेर्न पाइरहेको छैन मेरो छोरोले त हेरोस् कमसेकम मेरो छोरो नबिदियोस् विदेशमा नबसेर यही देशमा आओस् भन्ने मेरो अन्तिम लक्ष्य उनीहरुको एउटै शब्द थियो तपाई हाम्रो आमा हो हामीले मागेको कुरा चाहिँ पुर्याइदिनुस् हामीलाई त्यति भए पुग्छ अब यिनलाई सजाय दिलाउनुस् हामीलाई अन्याय गरेको हो र यो मुलुकलाई निकास दिनु हामीलाई केही पनि चाहिएको छैन मुलुकले चाहिँ एउटा के भने विकास गर्न सक्ने एउटा बाटो बनाइदिनुस् हाम्रो चाहना त्यति नै हो मुलुकमा चाहिँ एउटा भ्रष्टाचार रहित बनाउने प्रयास गर्नुस् भनेर उनीहरुले त्यति नै मागे र एउटै कुरो के भयो भने बच्चाहरु जो पढ्ने छात्र छात्राहरु 23 गतेको दिन जुन मारिए हो त्यो मारिएको हुनाले हामी दुखित भएर हामी यसमा काम गरौं र उनीहरुले मागेको जुन डिमान्ड छ मुलुकमा धेरै करप्सन भयो आर्थिक अनियमितताहरु भयो र एउटा चाहिँ सुशासन भएन भनेर मागेको यो पूरा गर्नलाई हामी सक्षम छौं भनेर हामी आएको हौं अब कुनै पनि काममा 100% सफल हुने कुरा पनि आउँदैन